रहेको 108 होम हवनहरू जब भइराखेको यो देख्दा हामी बागमती प्रदेशबाट आज पोखरा आइरहँदाखेरि यो पोखराको जुडिया नेतृत्व गर्न हुने यहाँका अग्रज गुरुहरूलाई नारायण दैवहरी सबलाई स्वागत छ। मैले एक मुष्टैमा भने सबैलाई स्वागत छ। त्योभन्दा पनि विशेष हाम्रो यो गाउने खेल्ने भक्त भाइको तर्फबाट हाम्रो व्यक्तिगत तर्फबाट पनि नारायण दैवहरी गरौँ स्वागत। नारायण हरि यो अमृतले गरी यो एउटा धार्मिक स्थल पनि हुन गयो। आज सारा नेताहरूले पनि छोड्दै आएको धर्मलाई आज पहिलाचोटि भयो पशुपतिमा कोठी होम भयो पोहोर 81 सालको साउन महिनामा। अब यी गुरुदेवहरू र यस्तै कलाकारहरूले धार्मिकलाई जोगाउनु पर्ने कारण कर्तव्यहरू आइपरेका छन्। नेताहरूले छोडिसके, देशको नेतृत्व गर्ने नेताहरूले छोडिसके। आज देवगुरुहरूले र यिनै गुरुहरू र कलाकारहरूले यो नेपाल देशको धर्मलाई नारायण दैवहरी पर्छ जोगाउन। यति कुरा